हेलो साथीहरू, स्वागत छ मेरो अर्को मिनी ब्लगमा। होप छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ हामी तल घर जाँदैछौँ साथीहरू। आज हाम्रो तल घरमा चाहिँ हजुरआमाको श्राद्ध छ, त्यसैले हामी तल घरमा जाँदैछौँ। यहाँ बाबु चाहिँ अघि अघि हिँड्दैछ, म पनि जाँदैछु साथीहरू। हेलो गर भाइ। हेलो गाइस। हातले हेलो गर न। हेलो गाइस, हामी चाहिँ तल घर जाँदैछु। हाम्रो भिडियो कस्तो छ हेर्नुहोस् है। बाटो चाहिँ असल छ गाइस। तल घरमा हिँडेको गाइस। मुस्ने कार्यक्रम हुँदैछ है साथीहरू। आलु तास्ने कार्यक्रम हुँदैछ गाइसहरू। यति धेरै तासिसक्नु भएको छ। पुजारी बाजेर यहाँ रेडी गर्दै हुनुहुन्छ, यता रेडी हुँदैछ। अहिले म फाइनल भएपछि देखाउँछु ल साथीहरू। तिमीहरूको पो जोडी छ त, हाम्रो अब जोडिँदैन नि त नि त्यसको त। यहाँ चाहिँ निगुरो काट्दै हुनुहुन्छ। काँक्रा रेडी भयो। ल यो प्याज के छ र? सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ। यहाँ नानीले चाहिँ पुरी बेल्दैछ साथीहरू। हामी चाहिँ भिडियो खिच्दै हिँड्दै अनि यहाँ बहिनीले पुरी पोल्नलाई तयारी गर्दैछ। अनि मैले चाहिँ यो नाङ्लोमा पेलिराखेको पुरी लिएर आएँ पोल्नलाई। पिठो मजाले नभिजेर होला, पुरी चाहिँ मजाले फुलिएकै थिएन। त्यस्तो मजाले पिठो नभिजेर हो कि केले हो, पुरी चाहिँ यतिको भयो साथीहरू। अनि हामीले चाहिँ पूजा गर्नका लागि यसरी नै पातको माथि राख्छौँ, डाइरेक्ट भाँडाकुँडामा लगाउँदैनौँ साथीहरू। म चाहिँ कुकुरले औठी बाँड्दैछु हेर्नु। छ मेरो औठी। मलाई चाहिँ भदैले औँठी लगाइदिँदैछ अनि मलाई औँठी लगाइदिएर खुसी हुँदैछ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो पूजाको लागि तयारी भइसक्यो। उहाँहरू हुनुहुन्छ मेरो हजुरबुवा र हजुरआमा। पूजाको लागि चाहिने सबै काकाले तयार गरिसक्नु भयो। पूजा चाहिँ सुरु भएर पनि आधी हुन लागिसकेछ, लगभग सकि नै लागेको रहेछ। यहाँ बत्तीहरू पनि बालिसक्नु भएछ। म चाहिँ किचनको कामले गर्दा पूजा भएको ठाउँमा आउन पाइनँ। ल त साथीहरू, मैले जति जति भ्याएँ त्यति भिडियो लिएँ। भिडियोकै कस्तो भयो आफ्नो प्रतिक्रिया दिनुहोला। बाइ बाइ साथीहरू।